कस्तो रमाइलो हुन्छ होला त्यहाँ ठ्याक्क जाने होइन। खाना पनि खान नपाउँ 2 दिन जति भोकै गिटी कुट्नु पाउँ हो कि भन्नु त रमाइलो जम्दैन त्यतिखेर त बिजोक हुन्छ कि तर पछि आएर कस्तो रमाइलो हुन्छ क्या त्यो सम्झिँदै होइन। पछि गएर नि आफ्नो नातिलाई कहानी सुनाउनु है यता आइज त केटा है यता आइज भन्ने यत्रो बाक्लो चस्मा लगाएको भइन्छ त्यो युट्युबमा दार्चुला पुल भन्ने सर्च गर्दा उसले गरिदिन्छ त्यो हेऱ्यो पिल आँसु झर्छ कि ध्रुवजी रुनु भएको जस्तो रोइन्छ होला रोइँदैन भन्नु त त्यतिखेर श्रम गर्ने मान्छे आधी उधी त हामी मरिसकेको हुन्छौँ फेरि होइन। अब कसको कहिले जाने दिन छ त्यो त थाहा हुँदैन तर पनि बाँचेकोले त हेर्छ नि त आफ्नो नाति बनातीले हेर्न लगाएर सो हेर्दा त दार्चुलामा पुलमा है कस्तो गर्दा द्याट इज द हिस्ट्री।